जय मसीह सबैजनालाई। र आज हामी पहिलो सामुएल 23 अध्यायको 1 देखि 5 सम्म हेर्नेछौँ। त्यहाँबाट हामी क्रिस्चियन जीवनमा अपनाउनु पर्ने अथवा गर्नुपर्ने 3वटा आधारभूत कुराहरूलाई सिक्नेछौँ। र यहाँ यसरी लेखिएको छ, पहिलो सामुएल 23 अध्यायको 1 देखि 5 सम्म, दाउदले किलाको रक्षा गरेका। पलिस्तीहरू किलाको विरुद्ध लडाईँ गरेर अन्नाका खल्ला लुटिरहेका थिए। जब दाउदले यो कुरा सुने तब तिनले परमप्रभुसित यसो भनेर सल्लाह मागे, म गएर ती पलिस्तीहरूलाई आक्रमण गरौँ कि नगरौँ? अनि परमप्रभुले जवाफ दिनुभयो, गएर तिनीहरूलाई आक्रमण गर र किलालाई मुक्त गर। तर दाउदका मानिसहरूले तिनलाई भने, यसै त यहाँ युदामा हामीलाई डर छ, झन् किलामा पलिस्तीहरूका विरुद्धमा चढाइ गर्न गयौँ भने त हाम्रो के गति हुनेछ? दाउदले फेरि एकपल्ट परमप्रभुको सल्लाह मागे। परमप्रभुले यसो भनेर जवाफ दिनुभयो, किलामा जा, म पलिस्तीहरूलाई तेरो हातमा सुम्पिदिनेछु। यसै कारण दाउद र तिनका मानिसहरू किलामा गए र पलिस्तीहरूसँग लडाईँ गरे। तिनीहरूले उनीहरूका गाई गोरुहरू लगे, उनीहरूको ठुलो संहार गरे र किलाका बासिन्दाहरूलाई मुक्त गरे। अनि यहाँ चाहिँ 3वटा एकदमै विशेष कुराहरू हामीले हेर्नेछौँ, सिक्नेछौँ अथवा यहाँबाट लिनेछौँ। पहिलो कुरा, कुनै पनि काम वा कुरा गर्नुभन्दा अघि परमप्रभुको सल्लाह माग्ने। जब दाउदले पलिस्तीहरूले किलामा आक्रमण गरेको कुरालाई सुने, उनले कुनै पनि कुराहरू नगरिकन उनले चाहिँ सुरुमा परमप्रभुको सल्लाह मागेका छन्। परमप्रभुलाई उनले सोधेका छन्, म गएर ती पलिस्तीहरूलाई आक्रमण गरौँ कि नगरौँ? अनि कुनै पनि कुरा सानो होस् अथवा ठुलो होस्, तपाईँले र मैले चाहिँ कुनै पनि कुरा काम गर्नुभन्दा अगाडि चाहिँ परमप्रभुको सल्लाह लिनुपर्छ। उहाँको इच्छालाई चाहिँ तपाईँले र मैले बुझ्नुपर्छ। दोस्रो कुरा, परमप्रभुले गर भनेर आज्ञा गरेको कुरामा शङ्का नगर्ने। जब दाउदका मानिसहरूले चाहिँ यो कुरा थाहा पाए, उनीहरू चाहिँ डराए। उनीहरूले भने, यहाँ युदामा त हामीलाई यत्रो डर छ, पलिस्तीहरूको विरुद्धमा लडाईँ गर्न गयौँ भने त हाम्रो के गति हुन्छ? अनि यहाँनिर चाहिँ डरको कारणले चाहिँ शङ्का आएको छ। अनि त्यो शङ्का गरेको कारणले यहाँ चाहिँ अब त्यो लडाईँमा जानलाई अथवा त्यो विजय प्राप्त गर्न नसक्ने एउटा अवस्थामा उनीहरू गएका छन्। अनि हामी तेस्रो कुरालाई जब हेर्छौँ, परमप्रभुको आज्ञा पालन गर्ने, जसले विजय र छुटकारा प्रदान गर्छ। अनि जब दाउदले चाहिँ परमप्रभुलाई सोधे, अनि दोस्रो पटक पनि उनले परमप्रभुलाई सोध्छन्, जब उनले परमप्रभुको आज्ञा पालन गर्छन् तब उनले चाहिँ के गर्छन् भन्दाखेरि उनका मानिस र उनी मिलेर चाहिँ मानिसहरूलाई छुटकारा दिन्छन्। उनीहरूले लडाईँ जित्छन्, उनीहरूले मानिसहरूलाई त्यो किलाबाट चाहिँ के गर्छन् त छुटकारा दिन्छन्। अनि तपाईँ अनि मेरो जीवनमा एकदमै आवश्यक पर्ने यो 3वटा कुराहरू हो, जुन कुराले चाहिँ हाम्रो जीवनलाई चाहिँ परमप्रभुसँग चाहिँ अगाडि बढाउँछ र उहाँसँगै हिँड्नलाई सहायता गर्छ। यहाँनिर परमप्रभुको जब सल्लाह दाउदले दिए, परमप्रभु उनीहरूसँग हुनुहुन्थ्यो, उनीहरूको साथमा हुनुहुन्थ्यो। अनि त्यो भएको कारणले उनीहरूले चाहिँ के पाए त विजय पाए। त्यही भएर तपाईँ सानो अथवा ठुलो काम गर्नुहोस्, सबैभन्दा पहिला चाहिँ परमप्रभुको सल्लाहलाई लिनुहोस्। सानो काम वा ठुलो काम, जुनसुकै काम होस्, परमप्रभुको सल्लाह लिनुहोस्। परमप्रभुको सल्लाह लिइसकेपछि यदि परमप्रभुले त्यो काम गर भनेर तपाईँलाई आज्ञा दिनुहुन्छ भने त्यो कुरामा कहिल्यै पनि शङ्का नगर्नुहोस्। जब तपाईँले र मैले परमप्रभुको आज्ञा पालन गर्छौँ, त्यसले चाहिँ हाम्रो काम अथवा हाम्रो जीवनमा विजय अनि छुटकारा दिन्छ। अनि यो 3वटा कुरा चाहिँ हामी हाम्रो क्रिस्चियन जीवनमा चाहिँ हामीले अपनाउनु पर्छ, जुन कुराले हामीलाई परमप्रभुसँग अगाडि बढ्न र हाम्रो जीवनमा छुटकारा, विजय, आशिष ल्याउनलाई सहायता गर्छ। परमप्रभुले हामी सबैजनालाई आशीर्वाद दिनुभएको होस्। जय मसीह।